सम्पूर्ण मित्रहरूमा दर्शन अनि नमस्ते भन्दै अहिलेको राष्ट्रियताको एउटा गम्भीर परिस्थिति सिर्जना भएकोले मैले पनि दुई चार शब्द राष्ट्रियताको विषयमा बोल्दैछु। तपाईहरुलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया पनि व्यक्त गर्नुहोला र सुनिदिनु होला भन्ने आग्रह गर्न चाहन्छु। राष्ट्रियता अप्ठ्यारोमा आज परिरहेछ, राष्ट्रियता अप्ठ्यारोमा आज परिरहेछ, कसो गरी मुक्ति होला जनताहरूलाई थाहा छ। कहीँ नभएको गाई जात्रा देखिए, जाल र झेलमा संविधान लेखिए। जनताहरूलाई गयौ सोध्न सुझाव समेटेनौ, जनताहरूलाई गयौ सोध्न सुझाव समेटेनौ, कि त आइसी डलर पस्ने बाटो पो भेटेनौ। प्रमुख पार्टी सब रहेछन् दलले, यति कुरा बुझ्नु सब जनताले। जनचाना छुटाइदिए सबै दलाल बनी, जनचाना छुटाइदिए सबै दलाल बनी, नचाहिँदो थियो संघीयता धर्मनिरपेक्ष पनि। असल नियत लिएर पसेनन्, राष्ट्रको शान बचाउन बसेनन्। मयौं भन्दै कुर्लने नै सम्झौतामा आए, मयौं भन्दै कुर्लने नै सम्झौतामा आए, राष्ट्रपति प्रधानमन्त्री इच्छा अनुसार खाए। प्रत्यक्ष चाहिँ रद्दीमै हालेका, धार्मिक आस्था डलरमा फालेका। राजाहरूको शालिग ढल्छन् सिकेर आउत छुट्ने, राजाहरूको शालिग ढल्छन् सिकेर आउत छुट्ने, कस्तो ल्यायौ तिमीले शासन लाटो रिस्ने उठ्ने। प्रभुतिरै लम्पसार चढाउँदा मरेको साँप कुटेर हुन्न नाम। सुशासनको भाषण सुन्दा दङ्गै पर्छौं हरे, सुशासनको भाषण सुन्दा दङ्गै पर्छौं हरे, जेनी बोल्ने गुण्डा पाल्ने राष्ट्रवादी अरे। कुबुद्धिमै उमेर गएर भन्न मती सुधार्यौ एक फेर। विपत्ति थियो नाकाबन्दी कर्मचारी पाल्न, विपत्ति थियो नाकाबन्दी कर्मचारी पाल्न, कसले लायो तलब बढाई 25% हाल्न। यसले गरिब छन् गरिब पार्छ, मूल्य बढ्यो भोकमा भोक थोपर्छ। करोडौं त नास्ता उड्यो उपचार नि त्यस्तै, करोडौं त नास्ता उड्यो उपचार नि त्यस्तै, हावादारी भाषण छाड्दा कलाकार नि बेस्तै। राष्ट्रवादमा यो पनि दरियोस्, बुझौं जनता सद्बुद्धि भरियोस्। एउटै राजदूत दोहोर्याइ दोहोर्याइ किन पठाइरहेको, एउटै राजदूत दोहोर्याइ दोहोर्याइ किन पठाइरहेको, कूटनीतिक मर्यादालाई ठाडै पोली खाएको। परराष्ट्र नीति कहाँ पुगी ठोकियो, जिनपिङ भ्रमण के कारण रोकियो। कुमान्छे थियो जानी जानी किन नियुक्ति दियौ, कुमान्छे थियो जानी जानी किन नियुक्ति दियौ, कि त मिली शालिग ढाल्ने समर्थन चाहिँ लियौ। इमानदारी राजनीति थाल, गोर्खालीको इज्जतलाई नफाल। अचम्मै भो राष्ट्रवादमा तिमीले मलजल हाल्ने, अचम्मै भो राष्ट्रवादमा तिमीले मलजल हाल्ने, राष्ट्रपिता शालिग ढाल्दै सिकेर उत पाल्ने। धन्न जनता बस्या छौं सहेर दलहरूसँग निरीह भएर, धन्न जनता बस्या छौं सहेर दलहरूसँग निरीह भएर। बुटोलको जनसागर सलाम गर्छु मनी, बुटोलको जनसागर सलाम गर्छु मनी, मुलुकै छन् राष्ट्रिय झण्डा बोक्यौ तिमीले भनी। गयो नेपाल सिक्किमे पाटोमा, धन्य जनता उर्लियौ बाटोमा। मधेसी दलले समूह मात्र किन मागिरह्यो, मधेसी दलले समूह मात्र किन मागिरह्यो, यही देखेर राष्ट्रवादमा झन्झन शङ्का भयो। टोप र चन्द्र बल्ल पो बोले, उकुस मुकुस बनेको दिल खोले। किन सधैँ भारतले नेपालमा खेले, किन सधैँ भारतले नेपालमा खेले, नेपालीले दुई दुई पटक नाकाबन्दी झेले।
स्वाभिमानमा आँच ल्याउन पाइँदैन विस्तारवादी छिमेकी चाहिँदैन शहीदको सपनाहरू तुहाइदियौ सारा शहीदको सपनाहरू तुहाइदियौ सारा नामको मात्र गणतन्त्र कस्तो अभिभारा नेतै रहेछन् लालबाबु पण्डित चाहिँ देखे विवेक नेपाल भरिकै कर्म हेर जनार्दन पाटो भ्रष्टाचारकै नपछ्याउ मूल बाटो कर्म हेर जनार्दन पाटो भ्रष्टाचारकै नपछ्याउ मूल बाटो